सुकुम्बासीलाई 15,000 दिन ठिक हो कि होइन त? होइन, 15,000ले समस्याको समाधान हुन्छ भने त ठिकै हो। 15,000ले समस्याको समाधान हुन्छ? हुन्छ? 15,000ले समस्याको समाधान हुन्छ? के कुरा गर्नुहुन्छ तपाईँ? यो समस्याको समाधान होइन कि यिनीहरूले धेरै ठुलो समाधान ल्याए। के गर्नु पर्थ्यो त सुकुम्बासीलाई व्यवस्थापन गर्न? सुकुम्बासीलाई व्यवस्थापन गर्नलाई तत्कालको लागि 50 यिनीहरूले तपाईँलाई भन्नु न, भूकम्पमा कति घर भत्किएको थियो? 3.5 लाख। 5 खर्ब सकिएको थियो घर बनाउनलाई। 3 वर्ष ल एकछिन 3 वर्ष लागेको थियो। 3 वर्ष कि 4 वर्ष लागेको थियो घर बनाउनलाई। भूकम्पमा यहाँ त 12 लाख घर भत्किन्छन्। कति पैसा चाहिन्छ? कति पैसा चाहिन्छ? हिसाब किताब छ? यो त घर बनाउने मात्रै हिसाब भयो, जग्गाको त हिसाबै छैन। जग्गाको त हिसाबै भयो। जग्गाको त छोडिदिउँ, नेपाल सरकारको जग्गा फ्रीमै भयो। घर बनाउनु मात्रै 30 खर्ब चाहिन्छ। बालन सरकारलाई तपाईँको के छ सल्लाह? बालन सरकारलाई सल्लाह, बालन सरकारले लिँदैन के सल्लाह दिनु?